राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले जनकपुर धामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको परिवर्तन उद्घोष सभा कार्यक्रम स्थलमा समर्थकहरू आउन थालेका छन्। सोमबार दिउँसो 1 बजेदेखि सुरु हुने भनिएको कार्यक्रममा बिहानैदेखि रासपा समर्थकहरू हुर्तिया गाछीमा आएर अब के बार बालेन सरकार नारा लगाउँदै घन्टी बजाइरहेका छन्। गाउँ गाउँबाट आएका युवा तथा वृद्धहरू अहिले तिरहुतिया गाछीमा विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै रासपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको समर्थनमा अब की बार बालेन सरकार भनेर नारा लगाइरहेका छन्। आज हुने कार्यक्रममा 18 देखि 20 हजारसम्म मानिसहरूको सहभागिता रहने रासपाका प्रवक्ता मनिष झाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए। तिरहुतिया गाछीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न बालेन आइतबार साँझ जनकपुर आएका हुन्। जनकपुरमै रात्रिवास बसेका बालेन सोमबार बिहानै जानकी मन्दिरमा पूजापाठ गरेर सिराहाको लाहान प्रस्थान गरेका छन्। सिराहाको लाहान पुगेर बालेन मधेस आन्दोलनको प्रथम शहीद रमेश महत शालिगमा माल्यार्पण गरेका छन्। त्यस्तै जनकपुरबाट पहिलोपटक सम्बोधन गर्दै उनी लगतै झापा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बालेनको सचिवालय सदस्यका अनुसार उनी सम्भवतः विराटनगर विमानस्थलबाट झापा आउन लागेका हुन्। राति अबेर परेर समर्थकको भिड लाग्ने भयो भने उनी चन्द्रगढी विमानस्थलबाटै दमक आउन सक्ने सम्भावना रहेको ती नेताको दाबी छ। समय कस्तो हुन्छ र साथीभाइले माया गरेर जम्मा हुँदा भिडलाई थेक्ने अवस्था हुन्छ हुँदैन, त्यसलाई मध्यनजर गर्दै विराटनगर विमानस्थलबाट आउनुहुन्छ होला। सचिवालयका ती सदस्यले भने राति अबेर हुने अवस्था आएर स्थितिलाई नियन्त्रण गर्न नसकिने अवस्थामा मात्रै चन्द्रगिरी विमानस्थलबाट उहाँ आउनुहुन्छ। यता झापाका राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव शम्भु सुस्केराका अनुसार शुक्रबार नै बालेन दमक आउने जानकारी झापाका सुरक्षा निकायलाई दिएको छ। उहाँ कहाँ बस्नुहुन्छ भन्ने कुरा अहिले हामी सार्वजनिक गर्न सक्दैनौँ। आज उहाँ दमक बस्नुहुन्छ। सुस्केराले भने उहाँका लागि सचिवालय र कार्यालयको पनि व्यवस्था भइसकेको छ। काठमाडौँ महानगरपालिकाबाट बिदा भएपछि प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर 5बाट बालेन शाहले उम्मेदवारी दिने तयारी गरेका छन्। यो स्थान पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यता एमाले नेताहरूका अनुसार पनि अध्यक्ष केपी शर्मा ओली आज नै दमक आउने कार्यक्रम रहेको छ। उनी आफ्नै निजी निवासमा बस्न सक्ने नेताहरूको दाबी छ। दर्शकवृन्द, तपाईँहरूलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईँको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। फेरि पनि यस्तै खबरका लागि च्यानललाई सब्सक्राइब गरिरहनुहोला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार। जय नेपाल।